लेखा सम्बन्धी जानकारी। लेखा सम्बन्धी जानकारीमा लेखाको परिचय, कार्यक्षेत्रहरू, सिद्धान्तहरू, उद्देश्यहरू र महत्त्वहरू। लेखाको परिचय। लेखा भन्नाले कारोबार भएको ब्यौरा देखिने गरी प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँदछ। निर्णय प्रक्रियाको लागि आवश्यक आर्थिक सूचनाहरूलाई पहिचान गर्ने, मापन गर्ने र प्रसारण गर्ने काम नै लेखा हो। कुनै पनि निकायमा भएका गरेका वैधानिक काम कारोबारको ब्यौरा देखिने गरी राखिएको अभिलेख, किताब, खाता, बही, विवरण, प्रतिवेदन र कारोबारलाई पुष्टि गर्ने बिल, भरपाई, रसिद, प्रमाण, आदेश लगायतका सम्पूर्ण कागजातहरूको समुच्च स्वरूपलाई लेखा भनिन्छ। त्यसैगरी लेखाको कार्यक्षेत्रहरू। आर्थिक तथा वित्तीय कारोबारको लेखाङ्कन गर्ने, अभिलेख राख्ने, वित्तीय विवरणहरू तयार गर्ने, सञ्चार तथा प्रकाशन गर्ने एवं परीक्षण र मूल्याङ्कन गर्ने, कारोबारहरूको पहिचान गर्ने, आन्तरिक लेखा परीक्षण गराउने र वित्तीय विवरणको विश्लेषण तथा प्रतिवेदन गर्ने। त्यसैगरी लेखाको सिद्धान्तहरू। मौद्रिक मापनको सिद्धान्त, आर्थिक वर्षको सिद्धान्त, अलग व्यवसायको सिद्धान्त, निरन्तरताको सिद्धान्त, दोहोरो प्रभावको सिद्धान्त, लागतको सिद्धान्त, पूर्वभावीको सिद्धान्त, मिलानको सिद्धान्त, स्थिरताको सिद्धान्त, वित्तीय सफलताको सिद्धान्त, कोषको अवधारणा, पूर्ण खुलासाको सिद्धान्त। त्यसैगरी लेखाको उद्देश्यहरू। आर्थिक कारोबारको अभिलेख ठिकसँग राख्ने, कार्यालयको सम्पत्ति एवं दायित्वको बारेमा जानकारी दिने, कम्पनी वा संस्थाको नाफा नोक्सानको अवस्थाबारे जानकारी दिने, आवश्यक परेको खण्डमा प्रमाणित अभिलेख पेश गर्ने, संस्थामा भएका साउ एवं आसामीको बारेमा जानकारी उपलब्ध गराउने, लेखा परीक्षणका लागि सहयोग गर्ने। त्यसैगरी लेखाको महत्त्वहरू। पुँजी वा लागत पत्ता लगाउन, वस्तु वा सेवाको लागत पत्ता लगाउन, आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न, संस्थाको कानुनी आवश्यकता पुरा गर्न, आन्तरिक कारोबारको व्यवस्थित अभिलेख राख्न, संस्थाको वित्तीय अवस्थाको स्पष्ट जानकारी प्राप्त गर्न, निर्णय प्रक्रियामा सहयोग गर्ने र संस्थाको सम्पत्तिको संरक्षण गर्ने।